ल आज एउटा यस्तो विषयमा कुरा गरौं जसले हामी सबैलाई छोएकै छ, सामाजिक सञ्जाल। हो, एकदमै। यसले हामीलाई जोडेको त छ, हैन? तर दिपेन्द्र यादवको एउटा लेखले गम्भीर प्रश्न उठाएको छ। के प्रश्न? के यसले साँच्चै जीवन सजिलो बनाइरहेको छ कि हामी यसकै भनौँ न अदृश्य जालमा पर्दैछौँ? निकै महत्त्वपूर्ण प्रश्न हो यो। आज हामी यही लेखमा आधारित भएर यसका राम्रा नराम्रा दुवै पक्षलाई अलिक गहिरेर हेर्ने कोसिस गरौँ है त। हुन्छ। यादवको लेखमा प्रस्तुत फाइदा र चुनौतीहरूलाई केलाएर एउटा स्पष्ट चित्र बनाउने प्रयास गरौँ न। यो त आजकल सबैको चासोको विषय पनि भयो। सुरुवात अलिकति पछाडिबाट गरौँ कि त्यो बेला कस्तो थियो होला सामाजिक सञ्जाल नहुँदा? भेटघाट, चिठ्ठीपत्र, रेडियो, पत्रिका। हो नि, लेखमा त सूचना पुर्याउन काग, कोइली जस्ता चराहरू पनि प्रयोग हुन्थे रे भन्ने रोचक कुरा नै छ। हो, इतिहासमा त्यस्तो पनि थियो। अहिले त कहाँबाट कहाँ पुग्यो? साँच्चै, अहिले त एक क्लिक संसारभरिको खबर हातमा। सूचनाको पहुँचमा त क्रान्ति नै आयो भन्नुपर्छ।